क्वेसन सोल्भ गरेँ त्यसको यो सी नम्बर हो। जस्तै 4x + 3 छ डिभाइडेड बाई 4x² + 12x + 5 रहेको छ। अब यसको पनि एउटालाई लेट गऱ्यो भने यहाँ माथिले पुग्न सक्दैन। तब के गर्ने, तब यहाँ के गर्ने, हामीले सबैको डेरिभेटिभ निकाल्दा, सबैको डेरिभेटिभ निकाल्दा 8x + 12 भयो। अब 8x + 12 यहाँ माथि पुगाउने, त 8x ले गर्नलाई यहाँ 2 ले मल्टिप्लाई गर्नुपर्छ। त 1 यस्तै 2 राख्न पाइँदैन, त 1/2 × 2 गऱ्यो त 4 × 2 = 8x 3 × 2 = 6। तर हाम्रो चाहियो कति, 12। त 6 छ त +6 गऱ्यो भने 12 भइहाल्यो। यति आफूले मनले गऱ्यो भने +6 गऱ्यो भने -6 पनि हामीले गर्नुपर्छ। त यहाँ 1/2 आयो 8x + 12 3 × 2 = 6 +6 12 -6। हामीले 8x + 12 यहाँ चाहिए थियो, 8x + 12 यहाँ हामीले ल्याइदियो -6। अब दुवैलाई सेम पहिले जस्तै सेपरेट गर्ने र यसको सेम पनि यसको डेरिभेटिभ गर्दा यति आउँछ। यसको डेरिभेटिभ गर्दा यति भयो। जस्तै यहाँ 1/x इन्टिग्रेसन गऱ्यो भने ln x हुन्छ। जस्तै x को डेरिभेटिभ गर्दा 1 आउँछ, त 1/x गऱ्यो भने ln x। जस्तै यसको डेरिभेटिभ गर्दा यति आउँछ। त यसको पनि यसले माथि राखेर यसको इन्टिग्रेसन गर्दा लगमा आउँछ। त सेम लगमा निकाल्ने कम्प्लिटिङ स्क्वायरलाई सोल्भ गर्ने र यसमा के गर्ने, यहाँ आसम्म आइसकेपछि यो 1/2 ले यहाँ जस्तै हामीले गरे 6 यो 1/2 सबमा छ, त 1/2 ले दुवैमा मल्टिप्लाई गरिदिने, यसमा पनि र यसमा पनि। 2 × 3 = 6 भयो। अब 3 × इन्टिग्रेसन अब 2x + 3 को होल स्क्वायर -4 आयो। जस्तै यहाँ हामीले गरेको थियो 2x² + 2 × 3 = 6 + 3 को स्क्वायर, 2x + 3 को होल स्क्वायर आयो 3 × 3 = 9 + 5, त 4 -4 आउँछ। त्यही यहाँ -4 आयो 2x + 3 को, त x² - a²। अब हामीले इन्टिग्रेसन थाहा छ, इन्टिग्रेसन x² - a² कति हुन्छ, 1/2a इन्टु यहाँ ln छुटेको छ ln x - a/x + a। त त्यही हामीले गर्यो 1/2 इन्टु 1/3 पहिलादेखि छ 1/2 इन्टु a। त a यहाँ 2 छ। र अब यो सोच्नुहुन्छ 2 कहाँबाट आयो, त हामीले इन्टिग्रेसन गर्दा यहाँ 2 को x को कोएफिसिएन्टमा 2 छ, त्यसले डिभाइड हुन्छ। यो हामी 11 क्लासमा पढेको थियो। जसरी पनि आयो भने जुन नम्बरको पनि कोएफिसिएन्ट यदि आयो र होलको हामीले गर्दैछौँ भने 2x + 3 यस्तो हुन्छ र होलको हामी इन्टिग्रेसन एकैचोटि गऱ्यौँ भने यहाँ हामीले 2 राख्नु, कोएफिसिएन्टवाला यहाँ राख्नुपर्छ, मल्टिप्लाई गर्नु, डिभाइड गर्नुपर्छ। यहाँ डिभाइड भइहाल्यो इन्टु ln x + a। त x 2x + 3 -2 x + a। अब यहाँ क्यालकुलेसन गर्दा यति आयो ल।